वेस्टप्याक र सेन्ट जोसले केही समय पहिला अर्गनाइज गरेको अस्ट्रेलियाको ओभरअल इकोनोमीको बारेमा जुन डिस्कसन गरेको थियो त्यसको बारेमा चाहिँ मैले एउटा सानो क्लिप राखेको थिएँ र त्यस पछाडि चाहिँ म त्यसमा चाहिँ आफूलाई मलाई चित्त बुझेका टपिक्सहरूमा चाहिँ म अलिकति लामो भिडियो बनाएर राख्छु भनेको थिएँ र त्यही भिडियो लिएर आएको छु। त्यो सेमिनार चाहिँ केही हप्ता पहिला भएको थियो र त्यहाँ चाहिँ वेस्टप्याकको स्पोक पर्सन लुसी एलिस भन्ने हुनुहुन्थ्यो। उहाँ आएर भन्नुभएको थियो र उहाँले दिएका धेरै कुराहरू चाहिँ मलाई पनि चित्त बुझेको थियो र उहाँको 30औं वर्षको एक्सपिरियन्स सुन्दाखेरि चाहिँ ल हामी चाहिँ अस्ट्रेलियाको प्रपर्टी मार्केट या अस्ट्रेलियाको जुन ओभरअल इकोनोमी छ त्यसबाट चाहिँ हामी आत्तिनुपर्छ जस्तो चाहिँ मलाई लागेको थिएन। किन भन्दाखेरि उहाँले भनेका कुराहरू चाहिँ हामीले चाहिँ डाटाको अनुसारले चाहिँ हामीले रिलेट गर्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुभएको थियो र डाटालाई ब्याक गरेर चाहिँ उहाँले चाहिँ धेरै इक्जाम्पल्सहरू दिनुभएको थियो। त्यो सम्बन्धी चाहिँ त्यसमध्ये चाहिँ एउटा दुईवटा कुराहरू चाहिँ हामीले 100% या ब्लन्टली नै गएर बिलिभ गर्नुपर्छ भन्ने छैन। जस्तो इक्जाम्पलको लागि चाहिँ अस्ट्रेलियाको अब सबैलाई हामी जुन छौँ यो ग्रुपमा छौँ यसमा चाहिँ हामीले चाहिँ होम लोनको इन्ट्रेस्ट रेटको बारेमा चाहिँ धेरै इन्ट्रेस्ट हुन्छ होइन। अब उहाँको भनाइअनुसार चाहिँ 3 चोटि इन्ट्रेस्ट रेट कट छ, 2026मा चाहिँ एटलिस्ट 2 चोटि कट छ र 2025मा चाहिँ अझै एकचोटि कट्न बाँकी छ। त्यो भनेको नोभेम्बरमा कट छ र 2026मा गइसके पछाडि चाहिँ फेब्रुअरीमा र मेमा कट छ भनेर उहाँले भन्नुभएको थियो। तर त्यसको लगत्तै चाहिँ त्यसको त्यो जुन सेमिनार सकेको केही हप्ता पछाडि नै फेरि न्याबले चाहिँ आएर के भन्यो त भन्दाखेरि चाहिँ यो वर्ष कट्दैन र त्यस पछाडि चाहिँ फेब्रुअरीमा पनि कट्दैन, मेमा चाहिँ कट्न सक्छ भनेर भनेको थियो। भनेपछि अब उनीहरूले आफ्नो डाटालाई ब्याक मानेर आफ्नो ओभरअल रिसर्चलाई ब्याक गरेर चाहिँ उनीहरूले भन्छन् तर हामीले चाहिँ लाइक ब्लन्टली कसैलाई ट्रस्ट गरेर इक्जाम्पलको लागि चाहिँ ल ब्याज घट्छ अरे भन्ने हिसाबले चाहिँ हाम्रो खर्चहरूलाई बढाउने या चाहिँ हामीले चाहिँ फिक्स गर्ने कि नगर्ने डिसिजन त्यसरी जानुभन्दा पनि मैले देख्ने भनेको चाहिँ लेट्स चाहिँ नोभेम्बरमा घट्यो विच इज गुड, घटेन भने चाहिँ घट्छ तर मुभिङ लाइक इन फ्युचरमा चाहिँ नियर फ्युचरमा चाहिँ घट्छ भन्ने हिसाबले चाहिँ हामी प्लानिङ गर्नु पऱ्यो भनेको चाहिँ अबको 6 महिना पछाडिसम्ममा चाहिँ एटलिस्ट 2 चोटिसम्म ब्याज घट्न सक्छ भन्ने। घटेन भने पनि त्यसपछि के हुन्छ त, किनकि यति नै इन्ट्रेस्ट रेट त रहँदैन होइन, इन्ट्रेस्ट रेट तल जाने चान्सेस त छ, मलाई पनि लाग्छ त्यो चाहिँ। तर यो चोटि घटेन भने अर्कोचोटि घट्छ भन्ने बिलिभमा बस्छौँ र सकेसम्म चाहिँ इन जेनरलमा लास्टमा मैले भन्दाखेरि तपाईँको सिचुएसन मलाई थाहा छैन, जेनरल एडभाइसको हिसाबले लिनुहुन्छ भने चाहिँ अहिले फिक्स रेटहरू चाहिँ भेरिएबलभन्दा कम देखिन्छ नि, तर फिक्स चाहिँ नगर्दा हुन्छ भन्छु मैले चाहिँ होइन। र मलाई लाग्छ कि नोभेम्बरमा घट्न पनि सक्छ किनकि रिसेन्टली आएको चाहिँ यो सेप्टेम्बरको जुन अनइम्प्लोइमेन्ट डाटा आएको थियो अगस्तमा चाहिँ 4.3 थियो क्या अरे, अहिले 4.5 भएको छ भनेपछि अनइम्प्लोइमेन्टको रेसियो चाहिँ बढ्दै गइरहेको छ, जुन चाहिँ आरबिआईले चाहिँ एक हिसाबले चाहिँ धेरै फ्याक्टरमध्ये या धेरै कुरालाई कन्सिडर गर्ने मध्ये यसलाई पनि कन्सिडर गर्छ कि अनइम्प्लोइमेन्ट रेट बढ्नु भनेको मार्केटमा चाहिँ स्ट्रेस छ होइन, त्यो भनेको चाहिँ हामीले चाहिँ इन्ट्रेस्ट रेट चाहिँ घटाउनुपर्छ भन्ने एउटा इन्डिकेसन पनि हो भनिन्छ र अरू कुराहरूलाई पनि उनीहरूले सिपिआई यताउता हेरेर पनि डिसाइड गर्छन्। त्यो एउटा पार्ट भयो। र अर्को पार्ट भनेको प्रपर्टी सम्बन्धी हामी जाने हो भने चाहिँ प्रपर्टी मार्केटहरू चाहिँ अब इक्जाम्पलको लागि गभर्मेन्टले चाहिँ फर्स्ट होम बायर्सहरूको लागि टार्गेट गरेर चाहिँ 5% गभर्मेन्ट स्किम जुन छ त्यसलाई चाहिँ अलिकति बढाएको छ। जस्तो कि त्यसमा त पहिला लिमिटेड सिटहरू थिए, त्यो सिटहरू हटायो, इन्कमको थ्रेसहोल्ड थियो, इन्कमको थ्रेसहोल्ड हटायो र प्रत्येक एन्टी ब्याक अरू सबै स्टेटहरूमा चाहिँ त्यसको चाहिँ क्यापहरू पनि बढाएको छ। त्यो बढाउँदाखेरि चाहिँ प्रपर्टीको प्राइस वात्त बढ्छ त भन्ने केसमा चाहिँ उनको भनाइ के थियो त भन्दाखेरि सबैजनाले त्यो जति पनि बढाएको छ त्यतिको बोरोइङ क्यापेसिटी पुग्दैन, किनकि गभर्मेन्टले त्यो लिमिट त बढायो तर मान्छेको इन्कम त बढेको छैन भनेपछि बोरोइङ क्यापेसिटी नभएपछि त जस्तो इक्जाम्पलको लागि न्यू साउथ वेल्समा 1.5 मिलियनसम्मको प्रपर्टी 5%मा किन्न सकिन्छ भन्दैमा हामीले चाहिँ लास्ट विकसम्म चाहिँ 8 लाखसम्मको प्रपर्टी किन्न नसक्नेले गभर्मेन्टले त्यो स्किम ल्यायो भन्दैमा 1.5 को लिन सकिन्छ त भन्दा सकिन्न भनेपछि त्यो स्किमले गर्दा एकदम ओभरनाइटै प्रपर्टीको प्राइस पुस हुन्छ भन्ने चाहिँ होइन। तर जसले बेच्ने हो या जसलाई सेल गर्नु छ उनीहरूलाई चाहिँ एउटा एक्सपेक्टेसन के हुन्छ त भन्दाखेरि चाहिँ एकतर्फी चाहिँ ल यो स्किममा आएको छ बढाउन सकिन्छ भन्ने हुन्छ र यसले अलिअलि स्लाइटली बढ्दैन भने स्लाइटली चाहिँ पुस गर्छ तर एग्रेसिभली चाहिँ पुस गर्दैन भन्ने चाहिँ उहाँको भनाइ थियो। त्यो पनि मलाई चित्त बुझ्यो होइन, किनकि म त्यही इन्डस्ट्रीमा काम गर्ने भएको भएर चाहिँ अभियसली हो मान्छेको बोरोइङ क्यापेसिटी नभएको त त्यसले पुस गर्ने कुरा भएन। र अर्को मलाई इन्ट्रेस्टिङ लागेको के थियो त भन्दाखेरि चाहिँ युनिटको बारेमा मैले केही भिडियोजहरू बनाएर राख्छु र मैले यसपछि पनि एउटा अपार्टमेन्ट किनेको घर किन्ने भन्ने सम्बन्धी मैले भिडियो बनाएर राख्ने भनेर भनेको छु। तर यहाँ अहिले हामीले हेर्दाखेरि म यो तपाईँले यहाँ स्क्रिनमा नै हेर्न सक्नुहुन्छ होइन। जस्तो कि तपाईँले न्यू साउथ वेल्समा भयो त्यसपछि तपाईँ चाहिँ इक्जाम्पलको लागि तास्मेनियामा हुनुहुन्छ र भिक्टोरियामा हुनुहुन्छ भने चाहिँ स्पेसली तपाईँले चाहिँ युनिट नकिन्दा हुन्छ भन्नुहुन्छ, किनकि यी एरियामा स्पेसली भिक्टोरियामा त युनिटको त उल्टो नेगेटिभमा गएर बेचिरहेका छन् भने म आफूले पनि देखिरहेको छु न्यू साउथ वेल्सको धेरै ठाउँमा पनि नेगेटिभमा बेचिरहेको स्थिति छ। तर अन द फ्लिप साइड चाहिँ तपाईँ चाहिँ
क्विन्सल्यान्डमा बस्नुहुन्छ, एसआईमा बस्नुहुन्छ र स्पेसली डब्लुएमा हुनुहुन्छ भने चाहिँ युनिटको प्राइस चाहिँ घरको प्राइसभन्दा बढीले बढेको भनेर पनि देखिएको छ। भनेपछि त्यो एरियामा बस्दाखेरि चाहिँ र त्यो एरियामा चाहिँ एक हिसाबले चाहिँ युनिटको प्राइस माथि गएको छ, किनकि क्लोज टु सबै कुराको लागि र त्यसपछि जति धेरै डेभलपमेन्ट हुनु भएको छ जस्तो भिक्टोरिया र न्यू साउथ वेल्स त्यति धेरै त्यो मास डेभलपमेन्ट नभएको भन्ने कुराहरू छ र ती रिजनहरूले गर्दाखेरि पनि चाहिँ अपार्टमेन्टहरूको प्राइस त्यो एरियामा चाहिँ अलि एग्रेसिभली बढेको भन्ने पनि छ। र अर्को रिजन भनेको चाहिँ तपाईँको इक्जाम्पलको लागि चाहिँ त्यो ठाउँमा गएर हामीले कम्पेयर गरेर हेऱ्यौँ भने पनि तपाईँको चाहिँ अपार्टमेन्ट र घरको रेसियो जति छ नि, ग्याप छ नि, त्यस्तै चाहिँ न्यू साउथ वेल्समा पनि या भिक्टोरियामा पनि छ क्या हिसाबले चाहिँ, किनकि अपार्टमेन्टहरू मिलाएरै पाइन्छ, घरको प्राइस महँगो छ भनेपछि त्यहाँ पनि तपाईँले अपार्टमेन्ट मिलाएरै पाइन्छ, घरको प्राइस चाहिँ अलिकति महँगो नै छ, तर एट द सेम टाइम चाहिँ सप्लाई चाहिँ जति न्यू साउथ वेल्स र भिक्टोरियामा छ त्यति चाहिँ त्यहाँ छैन भन्ने हो। र अर्को पार्ट हेर्दाखेरि चाहिँ हामी धेरैले कम्पेयर गर्यौँ भनेको युएसको मार्केटसँग कम्पेयर गर्छौँ। अब युएसको भन्दा चाहिँ अस्ट्रेलियाको चाहिँ एकदम स्ट्रङ छ इकोनोमी भन्ने कुराहरू त्यहाँ उहाँले धेरै इक्जाम्पल्सहरू दिनुभएको थियो। र तीमध्ये अहिले चाहिँ रिसेन्टली एउटा न्युज तपाईँले देख्नुभएको छ कि छैन, मैले सानो क्लिप राखिदिन्छु यहाँ, तपाईँले हेर्न सक्नुहुन्छ। जस्तो कि अमेरिका युएसको सिटिजनहरूले चाहिँ अस्ट्रेलियामा आई थिङ्क 29 कतिजनाले चाहिँ साइलम सिकर चाहिँ अस्ट्रेलियामा अप्लाई गरेका छन् भनेर आएको छ। भनेपछि अस्ट्रेलिया चाहिँ युएसको सिटिजनहरूको लागि पनि सेफ भन्ने खालको देखियो र त्यहाँभन्दा चाहिँ यहाँ चाहिँ बढी अपर्च्युनिटी छ भनेर यसरी आएको भन्ने देखियो त्यो चाहिँ। भनेपछि हामी चाहिँ त्यति आत्तिहाल्नुपर्ने चाहिँ छैन, तर आफ्नो प्लानिङ चाहिँ मार्केट सबैतिर बिग्रिँदा यहाँ यतिको राम्रो भइरहेको छ भने भोलि गएर सबैतिर राम्रो हुँदा यहाँ अझ राम्रो हुनसक्छ भनेपछि हामीले कसरी प्लानिङ गर्ने भनेर सोच्दा राम्रो भन्ने कुरा भयो। र अन्तिममा चाहिँ अहिलेको ट्रेन्ड भनेको चाहिँ आफू बस्ने घर किन्ने भन्दा चाहिँ बढी चाहिँ इन्भेस्टमेन्ट प्रपर्टी किन्नेहरूको ट्रेन्ड बढेको छ भन्ने पनि त्यहाँ कुरा भएको थियो। त्यो भएर ओभरअलमा चाहिँ प्रपर्टी मार्केट तपाईँहरूले सोच्नु भएको छ कि ल घट्छ क्रास हुन्छ भन्ने हो भने चाहिँ नो बडी नोज द्याट होइन। तर पर्सनली चाहिँ हामीले चाहिँ मलाई सोध्नुहुन्छ भने चाहिँ सायद नियर फ्युचरमा त्यस्तो हुन्छ जस्तो मलाई लाग्दैन, किनकि सबै कुराले जस्तो मैले जति पनि भने नि, जस्तो कि वर्ल्डको सिचुएसन भन्दा चाहिँ अस्ट्रेलियाको इकोनोमीको सिचुएसन चाहिँ अलिकति स्ट्रङ छ, डिमान्ड छ, धेरै मान्छेहरू यहाँ आउन चाहिरहेका छन्, आइसकेपछि बस्नुपर्छ, अनि इन्भेस्टर्सहरू चाहिँ बढी एक्टिभ भएका छन् भने पछाडि चाहिँ तपाईँ पहिला आफू बस्ने घर किन्नुहुन्छ, त्यसपछि आफूसँग पैसा भयो भने चाहिँ सेफ साइड कहाँ हो त इन्भेस्ट गर्ने भन्दाखेरि एसेटमा गरौँ भन्ने हिसाबले इन्भेस्ट गरिन्छ भनेपछि चाहिँ त्यो पनि स्ट्रङ छ भन्दै गर्दाखेरि चाहिँ मैले देख्दाखेरि जस्तो इन्भेस्टर्सहरू चाहिँ भागिरहेछन्। जस्तो केही समयमा सुनिन्थ्यो कि भिक्टोरियामा चाहिँ इन्भेस्टर्सहरू भागिरहेछन् भन्ने सुनिन्थ्यो। अहिले न्यू साउथ वेल्समा पनि नयाँ रेन्टलको रुल्सहरू के आइसके पछाडि चाहिँ इन्भेस्टर्सहरू अलिकति रिलक्टेन्ट भएको छन् भन्ने आइरहेछ। हो त्यस्तो कुराहरू आयो भने चाहिँ त्यसले इम्प्याक्ट गर्ला, तर ओभरअलमा चाहिँ इन्भेस्टर्सहरू पनि एक्टिभ छन् भन्ने हो। त्यही भएर भिडियो लामो भयो, जसले सुनिदिनु भयो थ्याङ्क यू भेरी मच। कसैलाई कन्स्ट्रक्टिभ फिडब्याक दिनु छ भने प्लिज दिनुहोस् भन्दै आजको यस भिडियोबाट म किशोर बिदा माग्न चाहन्छु। तपाईँलाई लक्ष्मी हुनुहुन्छ या मसँग कुरा गर्नु मन छ भने चाहिँ तपाईँले हाम्रो वेबसाइटमा गएर अपोइन्टमेन्ट बुक गर्न सक्नुहुन्छ या इनबक्स गरेर पनि हामीसँग कुरा गर्न सक्नुहुन्छ, तपाईँको आफ्नो इन्फर्मेसन पठाएर। भन्दै म किशोर बिदा माग्छु। सबैको दिन शुभ रहोस्। नमस्ते।